माघ 4 गते हामी मध्ये धेरैजनाको सोशल मिडियाको टाइमलाइन यस्तो देखिरहेको थियो। दिउँसोतिर नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा एमालेले निर्वाचन केन्द्रित जनप्रदर्शन गर्यो, जुन एउटा राजनीतिक पार्टीको चुनाव लक्षित कार्यक्रम भन्दा पनि काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह विरुद्धको जुलुस कार्यक्रम जस्तो सुनिन्थ्यो। र्याली हुँदै सभामा परिणत भएको त्यो जुलुसको सभा पनि फेरि उस्तै नै सुनिन्थ्यो। यता एमालेले आफ्नै स्टाइलबाट हामी बालेन्द्र शाहलाई हराउनको लागि मात्र चुनावमा होमिन लाग्या हो है भन्ने तरिकाले प्रस्तुत भइराख्दाखेरि दिउँसो 3-3:30 बजेको समयमा बालेन्द्र शाहले मेयरबाट राजीनामा दिएर औपचारिक रूपमा रासोपा प्रवेश गरे। रासोपा पार्टी कार्यालयको घण्टी बजाएर, त्यो पनि अग्रेसिभली, आफू दलीय राजनीतिमा होमिसकेको सिम्बोलिकल्ली घोषणा समेत गरे। र त्यसको केही समयमा बालेन्द्र शाह हवाई मार्ग हुँदै जनकपुर धाम पुगेर आफूले राजीनामा दिएर रासोपा प्रवेश गरिसकेको र भोलि अर्थात् माघ 5 गतेदेखि चुनावी कार्यक्रममा एक्टिभली पार्टिसिपेट गर्ने भनेर प्रतिक्रिया पनि दिए। सरसर्ती भन्नुपर्दा माघ 4 गतेको इन्टायर सोशल मिडिया बालेन भर्सेस एमाले थियो। हामीले माघ 4 गतेलाई रेफरेन्सको रूपमा युज गरे पनि त्योभन्दा अगाडिदेखि नै हाम्रो इन्टायर सोशल मिडियाको एल्गोरिदम बालेन भर्सेस एमाले रिलेटेड कन्टेन्ट नै थियो। र यसको पछाडि एउटै रिजन छ। आउँदो चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बीच झापा 5 मा हुन गइरहेको चुनावी प्रतिस्पर्धा। झापा 5 नेकपा एमालेको भनौँ अथवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लाल किल्ला भनेर चिनिन्छ। र योभन्दा अगाडिको चुनावको नतिजाहरूलाई हेर्ने हो भने पनि झापा 5 लाई एमालेले आफ्नो लाल किल्ला भनेर डिफाइन गर्नु स्वाभाविक पनि देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले यो क्षेत्रबाट 2048, 2051, 2056, 2070, 2074, 2079 गरी 6 पटक चुनाव जितेका छन्। 2064 सालको चुनावमा भने करिब 1200 मतको मतान्तरले केपी ओलीले हार बेहोरेका थिए। र पछिल्लो चुनावको नतिजालाई हेर्ने हो भने झापा 5 मा ओलीले शानदार रूपमा नै जित हासिल गरेका थिए भन्नै पर्ने हुन्छ। एक्जाम्पलको लागि अघिल्लो चुनावमा ओलीको मतान्तर मात्रै विपक्षी उम्मेदवारहरूको कुल मतभन्दा बढी थियो। त्यो चुनावमा ओलीले 52,319 मत प्राप्त गर्दाखेरि उनका इमिडिएट प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले 23,743 मत मात्र प्राप्त गरेका थिए र रासोपाबाट सुरेश कुमार पोखरेलले 11,749 मत प्राप्त गरेका थिए। ओलीको यो ट्र्याक रेकर्डलाई हेर्ने हो भने झापा 5 मा ओलीलाई हराउनको लागि फलामको चिउरा चपाए चाहिँ गाह्रो हुनेवाला छ। र चुनावलाई एकलौटी ओलीको पक्षमा मात्र जान नदिनका लागि नेकपा एमाले बाहेकका दलहरूले पनि आफ्नो हेभीवेट क्यान्डिडेटहरूलाई नै मैदानमा उतार्नु पर्ने देखिन्छ। र पोस्ट जेन्जी आन्दोलन फेरिएको राजनीतिक कोर्सलाई मध्यनजर गर्ने हो भने झापा 5 मा केपी ओलीको एकदमै क्लोज कम्पिटिटरको रूपमा बालेन्द्र शाह नै देखिन्छ। र यो कुरा एमाले आफैले पनि बुझ्या छ। र यही पर्टिकुलर कुरा बुझेर नै सिङ्गो एमाले नै बालेन्द्र शाहलाई विदेशी एजेन्टको रूपमा स्ट्याब्लिस गरेर हुन्छ कि जेन्जी आन्दोलनको आडमा मचेको विध्वंसको दोषारोपण गरेर हुन्छ, बालेनलाई हर सम्भव गिराउने प्रयास गरिरहेको छ। जसले गर्दा केपी ओली र बालेन दुवैजनाको लागि यो चुनाव वार की पारको स्थितिमा छ। यस्तो अवस्थामा काठमाडौँको मेयरको पदबाट राजीनामा दिएर केपी ओलीलाई हराएर देशकै कार्यकारी प्रमुख बन्छु भन्ने आँटका साथ झापा हानिएका रासोपा नेता बालेन्द्र शाहका स्ट्रेन्थ, विकनेसेस र उनका लागि अपर्च्युनिटिज र थ्रेट्स के छन् त, यो कुरालाई सेन्ट्रल बनाएर हामी आजको भिडियोमा कुरा गर्दैछौँ। बालेन्द्र शाह एज एन एमपी उनको स्वोट एनालिसिस गर्ने प्रयास गर्नेछौँ। तर त्योभन्दा अगाडि लेट मी टेल यु अबाउट अल्टिमा लाइफस्टाइल, जुन आजको भिडियोको स्पोन्सर पनि हो। अल्टिमा लाइफस्टाइलले बौद्ध र चितवनमा जनवरी 25 मा आफ्नो नयाँ अफिसियल आउटलेटहरू लन्च गर्दैछ र यही अवसरमा प्रत्येक दिन अल्टिमाको यो आउटलेट्स भिजिट गर्दा फर्स्ट 100 कस्टमर्सलाई अल्टिमाको ग्याजेट्स र अन्य उपहारहरू पनि दिँदैछ। त्यस्तै बौद्ध र चितवन आउटलेटमा स्पिन एन्ड विनमा वासिङ मेसिन, टिभी लगायतका गिफ्ट्स पनि छन् र एकजना भाग्यशाली विजेताले गोल्ड कोइन जित्ने चान्स पनि। एभ्री पर्चेजमा लिमिटेड 5,000 रुपिज वर्थ भाउचर्स पनि। त्यस्तै बौद्ध र चितवन आउटलेट्समा एक्सक्लुसिभ बन्डल अफर्स पनि छन्। स्टोर सँगसँगै जनवरी 25 देखि फेब्रुअरी 3 सम्म अल्टिमा लाइफस्टाइलले अफर्सको महोत्सव पनि ल्याउँदैछ। अल्टिमाले आफ्नो नयाँ प्रडक्ट अल्टिमा क्लियर माइक पनि लन्च गर्दैछ, जसमा अल्टिमाले हाई क्वालिटी को नोइज क्यान्सलेसन पनि क्लेम गरेको छ। यसको एक्चुअल प्राइस 7,999 भए पनि अल्टिमाले यसलाई स्पेशल लन्च प्राइस 3,499 मा राखेको छ। यो लन्च क्याम्पेनकै समयमा अल्टिमाका सबै प्रडक्ट्समा डिस्काउन्ट्स पनि छ। अल्टिमाको स्टोर, अल्टिमाको वेबसाइट, दराज, खल्ती, जीवी र फोन पोइन्ट्समा पनि। यसको सबै डिटेल्स तल डिस्क्रिप्सनमा राखिदिएका छौँ, गएर चेक गर्नु होला। नाउ लेट्स गेट ब्याक टु द भिडियो।
हुन त SWOT एनालिसिस भन्ने टर्म हाम्रो अडियन्समा धेरैजनाको लागि नयाँ नहोला, तर बाई चान्स सुने जस्तो लाग्यो तर ठ्याक्कै याद भएन भन्ने पनि लाग्न सक्छ। त्यसैले यो SWOT एनालिसिसलाई अलिकति बुझौँ। SWOT एनालिसिस भनेको एउटा स्ट्रेटेजिक टुल अथवा फ्रेमवर्क हो जसमा कुनै पनि प्रोजेक्ट, प्रडक्ट वा कुनै बिजनेसको स्ट्रेन्थ, विकनेसेस अथवा शक्ति र कमजोरीहरू र अपर्च्युनिटी अथवा अवसर र थ्रेट अर्थात् चुनौतीहरूलाई आइडेन्टिफाई गर्न युज गरिन्छ। यसमा बुझ्नुपर्ने अर्को कुरा के छ भन्दाखेरि स्ट्रेन्थ र विकनेस, शक्ति र कमजोरी भन्ने फ्याक्टर, यी फ्याक्टरलाई इन्टर्नल फ्याक्टरको रूपमा लिइन्छ। अनि अपर्च्युनिटी र थ्रेट भन्ने कुरा बाहिरी इन्भाइरोमेन्टबाट आउँछ अथवा यसलाई एक्सटर्नल फ्याक्टरको रूपमा लिइन्छ। त्यसो भए अब सुरु गरौँ बालेन शाहको स्ट्रेन्थबाट। बालेन शाहको अहिलेको टाइममा हेर्ने हो भने सबैभन्दा ठुलो स्ट्रेन्थ भनेको उनको मास अपिल हो। कसैले माने पनि नमाने पनि रोनाल्डोको भन्दा बालेनको स्टेटसमा छिटो लाइक कसरी आयो भनेर सयौंले शंका गरे पनि। सोशल प्लेटफर्महरुमा उहाँको चाहिँ कहिलेकाहीँ त फेक आइडीका लाइक, कमेन्ट आदि इत्यादि हेर्नु हो भने उहाँ विश्व प्रसिद्ध जस्तो हुनुहुन्छ, तर ती रियल छन् कि फेक छन्? अहिलेको कन्टेक्स्टमा बालेन शाह जतिको मास अपिल अरू कुनै नेताहरूको छैन र यसले बालेनलाई अपकमिङ इलेक्सनमा 100% फाइदा पुर्याउनेवाला छ। त्यस्तै बालेनको अर्को स्ट्रेन्थ भनेको बालेनले यो इलेक्सनमा देखाएको पावर मुभ हुन सक्छ। हामीले अघि नै कुरा गरिसकेका थियौँ, झापा 5 को अहिलेसम्मको चुनावको नतिजालाई हेर्ने हो भने त्यो केपी शर्मा ओलीको लाल किल्ला हो र यसलाई भत्काउन कुनै पनि एंगलबाट पोसिबल छैन भन्ने बुझाइ आम मानिसदेखि अन्य राजनीतिक दलहरुमा पनि व्याप्त छ। यस्तो अवस्थामा मेयर पदबाट राजीनामा दिएर केपी ओलीकै क्षेत्रमा गएर केपी ओलीलाई हराएर देशको प्रधानमन्त्री बन्छु भनेर आँट गर्नु चान्चुने कुरा भने पक्कै होइन। र यो भन्दा अगाडिको चुनावमा बालेनले यसरी अगाडि बढेका हुन्थे भने उनको यो मुभलाई सस्तो लोकप्रियता खोजेको रूपमा पर्सिभ गरिएर उनले चुनाव हार्न सक्ने चान्स म्याक्सिमम हुन्थ्यो। तर अहिलेको टाइममा परिस्थिति एकदम फरक छ। अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा उठेर काठमाडौँ जस्तो ठाउँबाट चुनाव जितेर बालेनले एउटा एक्जाम्पल सेट गरिसकेका छन्। त्यसैले यो बालेनको पावर मुभलाई पनि बालेनको स्ट्रेन्थको रूपमा लिन सकिन्छ। बालेनको अर्को स्ट्रेन्थ हो आर्टिस्टिक ब्याकग्राउन्ड। एज वी अल नो, बालेन शाह र्याप म्युजिक हुँदै राजनीतिमा हाम फालेका व्यक्ति हुन्, जसको कारण उनको कलाकार र इन्फ्लुएन्सर्सहरूसँग राम्रो सम्बन्ध छ। र आउँदो चुनावमा पनि बालेनले विभिन्न एक्टर्स, इन्फ्लुएन्सर्स, डिरेक्टर्स अनि विभिन्न सोशल मिडिया पेजहरुबाट र अल्टरनेटिभ मिडिया प्लेटफर्म मार्फत उदाइरहेका युट्युब च्यानलहरु मार्फत पनि राम्रो साथ पाउनेवाला छन्। र सँगसँगै उनकै आर्टिस्टिक ब्याकग्राउन्ड भएका अन्य र्यापरहरुले उनकै लागि भनेर बनाइदिएको ट्रिब्युट सङ्ग्सहरुको कारणले गर्दाखेरि पनि यसले उनको मास अपिलमा पोजिटिभली इम्प्याक्ट गर्नेवाला छ। र अहिलेको टाइममा चुनाव जित्नको लागि सोशल मिडियाको माहौल कति इम्पोर्टेन्ट छ भन्ने कुरा त केपी ओलीको यो भनाइले नै प्रष्ट हुन्छ। 10 वटा कमेन्ट गर्नुस् कम से कम, लाइक त दिनुस् बाबा, के छेउमै हुन्छ लाइक, त्यो गाह्रो नै छैन, लाइक कन्सेप्ट त्यति गर्न सकिन्छ। यसबाहेक बालेनको अर्को स्ट्रेन्थ हो उनको एजुकेसनल ब्याकग्राउन्ड। पछिल्लो समय पोलिसी मेकर्सहरू एजुकेटेड हुनुपर्छ है भन्ने कुराको न्यारेटिभ मजाले एस्टाब्लिस भइरहेछ। सर्भिसहरू डिजिटल हुनुपर्छ, इन्फर्मेसन इजिली एक्सेसिबल हुनुपर्छ र डिसिजन मेकिङ ट्रान्सप्यारेन्ट हुनुपर्छ। यस्तो मानसिकता आम मानिसमा डेभलप हुँदैछ, जसका लागि बालेनको इन्जिनियरिङ ब्याकग्राउन्ड, उनको एजुकेसनल ब्याकग्राउन्ड प्लस पोइन्ट हुने देखिन्छ। यसबाहेक बालेनलाई हेल्प गर्न सक्ने अर्को एउटा इम्पोर्टेन्ट एलिमेन्ट भनेको अन्डरडग इफेक्ट हो। अन्डरडग इफेक्टलाई सिम्पली कसरी बुझौँ भन्दा यो एउटा यस्तो साइकोलोजिकल टेन्डेन्सी हो जसमा आम मानिसले त्यस्तो मान्छेलाई सपोर्ट गर्छ जो आफ्नो अपोनेन्ट भन्दा कम्पेरिटिभली विकर, डिसएडभान्टेज्ड अथवा लेस पावरफुल देखिन्छ। मान्छेहरूले त्यो अन्डरडगलाई किन सपोर्ट गर्न चाहन्छन् भन्दाखेरि मान्छेहरूले सोच्छन् अन्डरडग भने अथेन्टिक हुन्छ, अन्डरडग मोरल्ली राइट हुन्छ, अन्डरडगले फेयरनेस, स्ट्रगल र होप रिप्रेजेन्ट गर्छ। र यो स्ट्रगल र सिकिङ फर फेयरनेस जस्ता कुराहरू आम मानिसहरूले पनि आशा गरिरहेका हुन्छन्। रियल लाइफ एक्जाम्पलबाट यसलाई बुझ्ने हो भने कुनै पनि गेम भइरहेको छ भने अलिकति विकर टिमलाई सपोर्ट गर्नु, 12th फेल जस्ता र्याग्स टु रिचेस स्टोरीहरू मन पर्नु, यो चाहिँ अन्डरडग इफेक्टको आउटकम हो। र बालेन शाहको केसमा इन्ट्रेस्टिङली यो अन्डरडग इफेक्टवाला माहौल नेकपा एमाले आफैले तयार पारिदिरहेछ। हामी खतरा हो, हामी हार्नै सक्दैनौँ, त्यहाँ जित्छु भनेर त नचिताए पनि हुन्छ। यस्तो खालको न्यारेटिभ पुश गरेकै कारणले गर्दाखेरि बालेनलाई मान्छेहरूले हेर्ने नजरिया एउटा अन्डरडगको छ। नेपाली राजनीतिमा यस्तै अन्डरडग उम्मेदवारले जितेको एउटा पर्फेक्ट इक्जाम्पल छ। 2048 सालमा भएको पहिलो संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री, कांग्रेस कार्यवाहक सभापति र पोटेन्शियली प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका कृष्ण प्रसाद भट्टराई, त्यसबेला एमालेका तत्कालीन युवा महासचिव मदन भण्डारी, यी दुई बीचको चुनावी प्रतिस्पर्धा यसको पर्फेक्ट इक्जाम्पल हो, जसमा मदन भण्डारीको जित नेपालमा मात्र नभएर विदेशी मिडियामा समेत चर्चाको विषय बनेको थियो। तर फेरि यो भन्दै गर्दाखेरि बालेन र मदन भण्डारीको यो डाइरेक्ट कम्प्यारिजन गरे भनेर चाहिँ नबुझ्दिनु होला। डिफ्रेन्ट टाइम फ्रेममा रहेका डिफ्रेन्ट आइडियोलोजिकल भ्यालु शेयर गर्ने दुई फरक नेताबीच यो कम्प्यारिजन पोसिबलै छैन।
हामीले यो सेक्सनमा बालेन एज एन इन्डिभिजुअल उनले होल्ड गर्ने स्ट्रेन्थको कुराहरू गर्यौँ। अबको सेक्सनमा हामी बालेन एज एन इन्डिभिजुअल उनको विकनेसेसको बारेमा कुरा गर्छौँ। बालेनको विकनेसेसको बारेमा कुरा गर्नुपर्दाखेरि बालेनको पर्सनालिटीको कारणले गर्दाखेरि कुन कुन मान्छेलाई कुन कुन पोइन्ट अफ टाइममा इम्प्याक्ट पारेछ कस्तो खालको भन्ने चिज बुझ्न नेसेसरी हुन्छ। र यो कुरालाई रिभिजिट गर्ने हो भने यसमा नम्बर 1 मा पर्छ बालेनले सिंहदरबार जलाइदिन्छु भन्ने स्टेटमेन्ट। र यो पर्टिकुलर स्टेटमेन्ट नै बालेनको अगेन्स्टमा युज गर्न मिल्ने एउटा प्रमुख हतियारको रूपमा एस्टाब्लिस पनि भइरहेछ। र यही स्टेटमेन्टलाई आधार बनाएर जेनजी आन्दोलनको टाइममा भएको भयभरको विध्वंसको दोष बालेनको टाउकोमा थोपार्न खोजिरहेछन्। बालेन आतंकवादी हो भन्ने कुरा यही स्ट्याटसबाट थाहा हुन्छ। कसरी? उसको यो स्ट्याटसको कारणले 24 गते सारा जलेको छ। त्यो जलाउने कुराको पूर्वाधार यो स्ट्याटस हो र यो आतंकवादको आरोप लगाएर बालेनलाई कारबाही गर्नुपर्छ। बालेनको यो स्टेटमेन्ट र टाइममा आएको अरू स्टेटसहरूलाई आधार मानेर हेर्ने हो भने बालेनको इन्टरनल डिसिजन मेकिङ प्रोसेस एकदमै इमोसनल, नट भेरी ऱ्यासनल, अलिक बढी नै स्पोन्टेनियस अनि आवेगपूर्ण छ है भन्ने कुरा अनुमान गर्न सकिन्छ। यस्तै काठमाडौँको हलहरूमा आदिपुरुष चल्न नदिने भन्ने डिसिजनलाई पनि उनको आवेगपूर्ण निर्णयको प्रक्रियाको एउटा एक्जाम्पलको रूपमा लिन सकिन्छ। आदिपुरुषमा भएको सर्टेन संवादलाई लिएर अब्जेक्सन जनाउनु जायज भए पनि उनको डिसिजनले मुभी डिस्ट्रिब्युटर र हल सञ्चालकहरूमा पर्न सक्ने नेगेटिभ इम्प्याक्टलाई डिनाइ गर्न सकिँदैन। यसबाहेक हामी सबै नेपालीहरूको एउटा सेन्सिटिभ नर्भ भनेको राष्ट्रियता हो। आदिपुरुषको केसमा उनले यही पर्टिकुलर सेन्सिटिभ नर्भलाई जानी नजानी एक्टिभेट गर्दैका थिए, जसको कारण तोडफोड प्रदर्शन जस्ता कुराहरू हुन नसक्ला भन्ने चिजलाई पनि डिनाइ गर्न सकिँदैन। इनफ्याक्ट सन् 2000 मा ऋतिक रोशनको एउटा एलिजेड स्टेटमेन्टको कारण नेपालमा त्यस बेला आएको सिचुएसनलाई हेर्ने हो भने पनि बालेनको त्यो डिसिजनले कुनै हार्स इम्प्याक्ट निम्त्याउन सक्ने पोटेन्सियल थियो, तर थ्याङ्कफुल्ली त्यो हुन पाएन र अदालतले पनि बालेनको अगेन्स्टमा नै त्यो केसको फैसला सुनायो। यसबाहेक बालेनको अर्को विकनेसको रूपमा देखिन्छ ल्याक अफ एम्पथी, सहानुभूति छैन। अघिल्लो चुनावमा गरिबको चमेली बोल्दिने कोही छैन भन्ने गीत एन्थमको रूपमा प्रयोग गरेका बालेनले मेयर इलेक्ट भइसकेपछि सडक तथा फुटपाथ व्यापारी, कबाडी व्यवसायी, सुकुम्बासी बस्ती आदिको केसमा भने त्यति इम्पेथेटिक देखिएनन् भन्ने न्यारेटिभ छ। चुनाव अगाडि फुटपाथ व्यवसायीहरूको म्यानेजमेन्टलाई एउटा एजेन्डाको रूपमा प्रस्तुत गर्दै आएका बालेनले मेयर भइसकेपछि भने अलिक कडा रूपमा नै प्रस्तुत भए। यो बाहेक बालेनको अर्को एउटा विकनेस भनेको इनएक्सेसिबिलिटी हो। बालेन इज नट अवेलेबल फर एभ्रीवन। इलेक्सन भन्दा अगाडि मेयर भन्ने मान्छेहरूसँग हुनुपर्छ, घुलमिल हुनुपर्छ, मेयरलाई आम मानिसहरूले भेट्न पाउनुपर्छ भनेर एडभोकेट गरेका बालेन चुनावपछि लगभग गायब भइदिए टु वे कम्युनिकेसनवाला चिजहरू हामीले हेर्नै पाएनौँ। र यही आम मानिसहरूले बालेनलाई त भेट्न पनि पाउँदैनन् भन्ने आरोपहरू बालेनले अहिलेसम्म पनि खेपिरहेकै छन्। इनफ्याक्ट यो एक्सेसिबिलिटी छैन र एम्पथी छैन भन्ने कुराहरू बालेनले जेनजी प्रोटेस्टपछि पनि फेस गर्नु परेको थियो। जेनजी प्रोटेस्टले तत्कालीन सरकारलाई अपदस्थ गरिसकेको अवस्थामा धेरैजना प्रोटेस्टरहरूको माग भनेको अब बालेन प्राइम मिनिस्टर भइदिए हुन्थ्यो भन्ने थियो। त्यो टाइममा बालेनले सो जिम्मेवारी लिन चाहेन र आउँदो चुनावमा इलेक्सन लड्छु, त्यसैले अहिलेको अन्तरिम सरकार मैले लिड गर्दिनँ भन्ने मेसेज क्लियरली पनि कम्युनिकेट गरेन। बालेन आऊ सत्ता चलाऊ भन्दा पनि बालेन कहाँ थिए भन्ने कुरा नै एक किसिमको मिस्ट्रीको विषय बनेको थियो। यो सँगसँगै जेनजी प्रोटेस्टमा आफ्नो समर्थन रहेको र समर्थन जनाएका बालेनले जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारलाई भेटेर कन्सोल गर्लान् भन्ने पनि धेरैको एक्सपेक्टेसन थियो र त्यो आशा पनि पुरा भएन। यो बाहेक बालेन शाहको अर्को विकनेस हो उनको मिडिया प्रेजेन्स। मिडियालाई डेमोक्रेसीको 4th पिलरको रूपमा लिने गरिन्छ। यस्तो अवस्थामा इलेक्टेड मेयरले कुनै पनि मिडियालाई फेस नगर्नु, पुँजीगत खर्च किन थोरै भयो, सडक व्यवसायीहरूको उचित व्यवस्थापन नगरिकन बल किन प्रयोग भयो, चुनाव अगाडि बाचा गरिएका खानेपानी, फोहोर व्यवस्थापन यस्ता योजनाहरूको प्रोग्रेस के छ, काम हुँदैछ कि छैन, 4 बाट 5 मेगावाटसम्म बिजुली निकाल्न सकिने योजना कता पुग्दैछ, भएन भने किन भएन, सार्वजनिक यातायातमा जीपीएसको जडान जस्ता कुराहरू। नगरपालिकाले पनि आफ्नो गाडीहरू थप्छ, सबैमा जीपीएस सिस्टम हुन्छ। मिडियामा आएर जवाफदेहिता देखाउन नसक्नु पनि उनको एउटा विकनेसकै रूपमा हेर्न सकिन्छ। स्ट्रेन्थ र विकनेसको यो सेक्सनपछि अब कुरा गरौँ अपर्च्युनिटिजको बारेमा। अहिलेको कन्टेक्स्टमा बालेनको लागि सबैभन्दा ठुलो अपर्च्युनिटी भनेकै उनका सबैभन्दा ठुला प्रतिद्वन्दी केपी ओलीको पब्लिक इमेज। जेनजी आन्दोलनपछि केपी शर्मा ओली र सिङ्गो एमालेले लिएको स्ट्यान्ड र एस्टाब्लिस गराउन खोजेको न्यारेसनको कारण आम नेपालीहरूमा केपी शर्मा ओलीको इमेज ड्रामेटिकल्ली डाउन भएको छ, यसमा कुनै शङ्कै छैन। ओली आफै देशको प्रमुख कार्यकारी रहँदाको समयमा सुशासन, भ्रष्टाचार अन्त्य अनि जवाफदेहिता माग गरेर सडकमा उत्रिएका नौजवानहरूको छाती र टाउकोमा गोली दागेर गरिएको बर्बर हत्याको सन्दर्भमा केपी ओलीले नैतिक जिम्मेवारी लिएर देश र पार्टीको नेतृत्वबाट पछि हट्नुपर्छ भन्ने धेरैले एक्सपेक्ट गरेका थिए। तर ओली र सिङ्गो एमालेले जेनजी आन्दोलनको माग र मर्मलाई सिधै डिभ्यालु गर्ने प्रयास गर्यो र भाद्र 23 गतेको दिनलाई एमालेले आफ्नो क्यालेन्डरबाट डिलिट
डिलिट गरिदियो। अनि यो त इन्टायरली विदेशी चलखेल हो भन्ने प्रोपोगेन्डा फैलाउनमा आफ्नो स्रोत र शक्ति खर्च गर्यो। इनफ्याक्ट अझै पनि गर्दैछ। यति मात्र नभएर ओलीले अहिले पनि टिकटको बाँडफाँडमा अघिल्लो महाधिवेशनमा आफ्नो अगेन्स्टमा रहेकाहरूलाई कलमी हानेर त्यही इगोइस्टिक डिक्टेटोरियल ओली हुँ भन्ने कुरा मजाले प्रुभ गर्दैछ। र यही पर्टिकुलर कुराले केपी ओलीको इमेज डाउन छ। ओलीको पब्लिक इमेज र बालेनको पब्लिक इमेजलाई कम्पेयर गर्ने हो भने बालेनको पब्लिक इमेज फार बेटर छ। पब्लिकमा बालेन मेयर भइसकेपछि काठमाडौँ महानगरमा उनले अगाडि बढाएका केही सिग्निफिकेन्ट कामहरूबाट निकै प्रभावित छन्, जसको एउटा मेन एक्जाम्पल भनेको काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न भएका पहलहरूलाई लिन सकिन्छ। महानगरले अगाडि सारेका बुक फ्री फ्राइडेदेखि स्किल डेभलपमेन्ट इनिसिएटिभ जस्ता कुराहरूलाई अब लोकल लेभलमा मात्र नभई नेसनल लेभलमा पुर्याउन सक्ने फिगरको रूपमा बालेनलाई हेर्न सकिन्छ। यो बाहेक आम मानिसहरूमा बालेनको इमेज भनेको थोरै बोल्ने तर धेरै काम गर्ने जनप्रतिनिधिको रूपमा इस्टाब्लिस भएको छ। काठमाडौँको अन्डरग्राउन्ड पार्किङ, फुटपाथ निर्माण अनि स्तरोन्नतिको कामहरू, अतिक्रमित जग्गाहरूलाई फिर्ता लिएर आउन भएको पहलहरू, सिप विकास मेला, +2 मा सामुदायिक विद्यालयबाट एसई दिएका र महानगरको स्कलरसिप एक्जाम पास गरेका विद्यार्थीहरूको स्कलरसिप इन्स्योर गर्ने, राजधानीका विभिन्न ठाउँमा फ्लड लाइट, फल्सा, बिसौनी निर्माण, पहिलाको समयभन्दा तुलनात्मक रूपमा उचित फोहोर व्यवस्थापन, हेर्दा साना तर इम्प्याक्टको हिसाबले ठूलो खालको कामहरूले बालेनको इमेजलाई पोजिटिभ राख्न ठूलो भूमिका खेलेको छ। त्यसको ठ्याक्कै कन्ट्रास्टमा बालेनको प्रतिद्वन्दी केपी ओली, उनको इमेज भने धेरै बोल्ने तर काम थोरै गर्ने अथवा गर्दै नगर्ने खालको नेताको रूपमा इस्टाब्लिस भएको छ। घर घरमा ग्यासको पाइप, चुलामा पाइप जान्छ, नेपालको आफ्नै पानी जहाज, केरुङ काठमाडौँ पोखराको रेलको सपना, केरुङ काठमाडौँ पोखरा रेल, यस्तो खालको सपना देखाएको गर्ने तर काम चाहिँ सत्ता प्राप्तिको लागि मात्र गर्ने, अब त हद्दै भयो त। यस्तो खालको प्रवृत्ति ओलीमा देखिन्छ, जसको कारण एमालेकै इनिसिएसनमा भएको कामहरू पनि आम जनताको सामु इन्सिग्निफिकेन्ट अथवा एकदमै मामुली कामको रूपमा देखिन्छ। सपना त रेलको देखाएको थियो, अहिले बाटो बनाए भनेर किन मक्क पर्या टाइप्स। त्यस्तै बालेनको लागि अर्को अपर्च्युनिटी भनेको राष्ट्रिय स्वतन्त्र पार्टीसँगको कोल्याबोरेसन हो। स्थानीय चुनावमा बालेनले स्वतन्त्र उम्मेदवारी दिँदै गर्दाखेरि उनीसँग संगठनको लेभरेज थिएन र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको यो कोल्याबोरेसनले उनको त्यो पर्टिकुलर भ्याकुमलाई फिल गरिदिनुवाला छ। पहिलो पटक चुनावमा होमिँदै गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो ठूलो दलको रूपमा स्थापित भएर आम मानिसहरूमा सिग्निफिकेन्ट अट्र्याक्सन गेन गर्न सफल भएको राजनीतिक दल हो र अहिलेको टाइमसम्म आइपुग्दा पनि राष्ट्रपाले देशका विभिन्न ठाउँहरूमा आफ्नो संगठन विस्तार गरिसकेका छ र यो कुराको फाइदा बालेनलाई झापा 5 मा 100% हुनेवाला छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्राइम मिनिस्टर अथवा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि बढाउनु पनि बालेनको लागि राम्रो अवसर हुन सक्छ, किनभने यो भन्दा अगाडिको चुनावमा केपी ओली भर्सेस कुनै पनि एउटा पर्टिकुलर क्यान्डिडेट भइरहेको थियो भने त्यो पर्टिकुलर भिडम त पीएम को क्यान्डिडेट भर्सेस मेम्बर अफ पार्लियामेन्टको क्यान्डिडेट बीच भइरहेको थियो र यसमा ओलीलाई जिताएर पठायो भने त प्राइम मिनिस्टरै हुन्छ, अर्को मान्छे जित्यो भने त के हुन्छ, मेम्बर अफ पार्लियामेन्ट। र यो कारणले गर्दाखेरि पनि अरू पार्टीमा आस्था राख्ने अथवा न्युट्रल मान्छेहरू पनि चुनावमा ओलीलाई भोट हाल्ने चान्सेस म्याक्सिमम थियो। जस्तै अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ओलीले 52,319 मत ल्याएका थिए तर समानुपातिकबाट भने एमालेले 35,872 मत प्राप्त गरेको थियो। त्यसबेलाको चुनावमा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो, त्यसैले राप्रपाले त्यहाँ 7,370 मत समानुपातिक मत मात्र प्राप्त गरेका थियो, जुन भोट प्रत्यक्षतर्फ ओलीले पाएका थिए। र यो झापामा ओली र राजेन्द्र लिङदेन आफ्नो सिट जोगाउनको लागि आफ्ना क्षेत्रमा मिल्दिन्छन् र यो पालि पनि लास्ट टाइमको जस्तै मिल्न सक्ने चान्सेस छ र यसले गर्दाखेरि राप्रपाका कट्टर समर्थकहरू राजेन्द्र लिङदेनसँग बिच्किने पनि चान्सेस छ। जस्तै अघिल्लो स्थानीय चुनावमा दमक नगरपालिकामा यो फ्रस्ट्रेसन देखियो पनि केन्द्रबाट ओली र लिङदेन मिल्दाखेरि दमकमा एमालेले राप्रपाको मेयर क्यान्डिडेटलाई सपोर्ट गर्ने तर सूर्य चिन्हबाट चुनाव लड्नुपर्ने भनेर शर्त राखिसकेपछि केन्द्रकै डिसिजनको अगेन्स्टमा गएर राप्रपाका मेयरका क्यान्डिडेटले तत्कालीन सत्ता गठबन्धन अर्थात् कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए र यही कारणले गर्दाखेरि राजेन्द्र लिङदेन दमकको मेयरको क्यान्डिडेटको प्रचार प्रसारमा एकचोटि पनि आएनन्। तर ओलीले भने दमकको चुनावलाई अन्तर्राष्ट्रिय स्तरबाट नै हेरिएको भनेर भाषण समेत गरेका थिए। त्यसैले राजेन्द्र लिङदेनलाई मात्र सेट गराउनको लागि हामीले जहिले पनि अरूको चुनाव चिन्हमा मात्र किन भोट हाल्ने भन्ने मेन्टालिटी भएका राप्रपाका समर्थकहरू पनि बालेनको लागि अपर्च्युनिटी हुन सक्छन्। जेस अघिल्लो चुनावमा केपी ओलीले एज अ होल लगभग 16,000 मत अरू पार्टीबाट आस्था राख्नेहरूबाट पाएका थिए। यता रासोपाको भने चाहिँ प्रत्यक्ष भन्दा पनि समानुपातिकमा धेरै भोट आएको थियो। अघिल्लो चुनावमा रासोपाले प्रत्यक्ष मार्फत 11,739 मत लिएर आउँदाखेरि समानुपातिकमा 18,205 मत प्राप्त गरेका थियो।
त्यसैले अघिल्लो चुनावको फ्लक्चुएट भइरहेको मतलाई आफ्नो पोल्टोमा पार्न सक्ने अपर्च्युनिटी यो पालि बालेनलाई छ। यो बाहेक बालेनको लागि बन्न सक्ने अर्को अपर्च्युनिटी भनेको नयाँ भोटर्सहरू थपिनु पनि। नागरिक सरकार बनेर निर्वाचनको मिति घोषणा हुँदै गर्दाखेरि जेनजी आन्दोलनमा सक्रिय भएकाहरू नै मताधिकारबाट वञ्चित हुन सक्ने भन्दै निर्वाचन आयोगले नयाँ भोटर आइडी बनाउने व्यवस्था गरेका थियो। र यो कुरालाई आधार मानेर भन्ने हो भने झापा 5 मा थपिएका झन्डै 10,000 नयाँ भोटर जो यङ छन्, सोसल मिडिया चलाउँछन्, नेपालमै छन् र 100% भोट गर्न जान्छन् र जसले बालेनको क्रेज फिल गरेका छन् त्यसको सिग्निफिकेन्ट पोर्सन बालेनको लागि अपर्च्युनिटी हो। त्यस्तै झापा 5 मा केपी ओलीले अगाडि सारेका तर पूरा गर्न नसकेका महत्त्वाकांक्षी योजनाहरू पनि बालेनको लागि अवसर बन्न सक्छ। फुल फ्लेजेड फंक्सनमा आउन नसकेको भ्यू टावर, कमल गाउँपालिका 5, गेउरियामा नामको विवादले अगाडि बढ्न नसकेको आदिवासी जनजाति रङ्गशाला, दमकमा 2076 सालमै शिलान्यास भए पनि हालसम्म केही काम सुरु नभएको नेपाल चीन मैत्रीपूर्ण औद्योगिक पार्क, दमक 3 हम्सेदुम्से सामुदायिक वनको जग्गामा बनाउने भनी घोषणा गरिएको रङ्गशाला। यस्ता योजनाहरूलाई ओलीको सर्भिस डेलिभरीसँग जोडेर प्रश्न उठ्नु पनि बालेनको लागि ठूलो अवसर हो। यो सँगै बालेनको सक्रियतामा बनेको पुरानो शैलीको फल्सा, न्यू रोड लगायतका क्षेत्रहरूको सौन्दर्यको कारण जस्ता कामलाई झापा 5 को कल्चरल डेभलपमेन्टसँग अलाइन गर्न सक्ने अवसर पनि बालेनसँग छ। एक्जाम्पलको लागि दमक नगरपालिकाले धिमाल जातिलाई प्रथम नागरिक भनेर डिक्लेयर नै गरेको छ, तर उक्त समुदायका नयाँ पुस्तामा धिमाल भाषा बोल्न सक्ने समूह एकदमै कम छ। भन्नुको अर्थ कल्चरलाई जोगाउने, भाषालाई प्रवर्धन गर्ने जस्ता कामहरू लगभग नेग्लिजिबल नै छ। यस्तै गौरादह गौरीगञ्जमा बसोबास गर्ने राजवंशी समुदायमा पनि यो कल्चर र भाषा प्रिजर्भेसन रिलेटेड इस्युजहरू देखिन्छ। यस्तै कमल गाउँपालिकाको सर्टेन एरियाजहरूमा सामुदायिक स्तरमा सतार भनेर चिनिने समुदाय बसोबास गर्छ र यो समुदायमा पनि एजुकेसनको एक्सेसिबिलिटी, रोजगार जस्ता इस्युजहरू कम्पेरिटिभली बढी देखिन्छ। त्यसैले बालेनको एउटा अवसर भनेको कल्चरल प्रिजर्भेसन, प्रमोसन र डेभलपमेन्ट पनि हुन सक्छ। बालेनको अपर्च्युनिटिजको बारेमा कुरा गर्दै गर्दाखेरि सबैभन्दा इम्पोर्टेन्ट र छुटाउनै नमिल्ने कुरा भनेको पुराना दलहरू र ती पुराना दलहरूको नेतृत्वमा देखिएको मास फ्रस्ट्रेसन पनि हुनेवाला छ। टाइम एन्ड अगेन एउटै मान्छे इलेक्ट भएको छ, उसैले पार्टी लिड गरेछ, त्यही मान्छेले देश लिड गरेछ, यस म्यानको इको चेम्बरमा बसेर भ्रष्टाचार र कुशासनलाई बढावा दिइरहेछ। यसले गर्दाखेरि उब्जिएको मास फ्रस्ट्रेसन बालेनको लागि वान अफ द बिगेस्ट अपर्च्युनिटिज हो। बालेनको लागि अर्को अवसर भनेको बालेनको टिम हो। काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा काम गर्दै गर्दाखेरि उनको टिम सामुदायिक विद्यालयहरूको स्तरोन्नतिलाई लिड गरेका सस्मित पोखरेल, बालेनका स्वकीय सचिव भूपदेव शाह, यस्ता खालका यङ, एनर्जेटिक र रिजल्ट निकाल्न सक्ने टिमले आउँदो चुनावमा गर्न सक्ने प्लानिङ र यसको इम्प्याक्ट पनि बालेनको लागि अवसर हो। अवसर कुन सेन्समा भन्दाखेरि बालेनको टिम भनेको यङ छ, कम्पिटेन्ट छ र बालेनको टिममा रिजल्ट ड्रिभन मान्छेहरू मात्र छन् है भन्ने कुरा मान्छेको पर्सेप्सनमा पर्नु भनेको उनको लागि अवसर हो। मिडिया क्याम्पेनिङदेखि आम मानिसहरूको अगाडि कसरी प्रस्तुत हुने, यी कुराहरू रिसर्च गरेर बालेनलाई प्राइम मिनिस्टर क्यान्डिडेटको रूपमा उभ्याउन उनको यो टोलीले एकदमै ठूलो रोल खेलेको पास्ट रेकर्ड र बालेनले उम्मेदवारी घोषणा गर्नु अगाडि नै फिल्डमा गएर खटिएको टोली र त्यसले ग्यादर गरेको डेटाको स्ट्राटेजिक इम्प्लिमेन्टेसन पनि बालेनको लागि राम्रो अवसर बन्न सक्ने देखिन्छ। अब कुरा गरौँ यो एनालिसिसको लास्ट पार्ट, थ्रेट कम्पोनेन्ट। र यो थ्रेट कम्पोनेन्ट बालेनको कन्ट्रोलमा नभएको कम्पोनेन्ट हो र बालेनको लागि झापा 5 मा सबैभन्दा ठूलो थ्रेट भनेकै उनलाई लागेको टुरिस्ट उम्मेदवारको ट्याग हो। झापा 5 कै केही मतदाताहरूसँग हामीले इन्फर्मल्ली कुरा गरेका थियौँ र त्यो कुरालाई आधार मानेर भन्ने हो भने अहिले पनि त्यहाँका मतदाताहरूमा हाम्रो रिप्रेजेन्टेटिभ भनेको हाम्रो भूगोल बुझेकै मान्छे हुनुपर्छ भन्ने छ। बाहिरबाट आएका उम्मेदवारहरूले यो ठाउँलाई टप प्रायोरिटीमा राख्दैनन् भन्ने जेनरल बुझाइ छ। विभिन्न मिडिया प्लेटफर्महरूमा बालेनको यो उम्मेदवारीलाई लिएर आएको मिक्स्ड रियाक्सनले पनि यो क्लेमलाई स्ट्रेन्थन गर्छ। यो बाहेक झापा क्षेत्र नम्बर 5 मा रिप्रेजेन्टेटिभ भइरहँदा ओलीले भौतिक पूर्वाधार निर्माणको काममा गरेको कन्ट्रिब्युसन पनि एकदमै ठूलो छ भन्ने पपुलेसन ग्रुप पनि छ। इनफ्याक्ट त्यो भ्यू टावरलाई लिएर पनि बाहिर मिडियामा जतिसुकै जस्तो खालको न्यारेटिभ स्ट्याब्लिस भए पनि त्योभन्दा फरक त्यो पर्टिकुलर भ्यू टावरको कारण त्यो ठाउँको महत्त्व बढ्यो, त्यहाँको जग्गाको मूल्य बढ्यो। अब त्यो भ्यू टावर चाँडै नै सञ्चालनमा पनि आउला भन्ने अन्डरस्ट्यान्डिङ लोकल पिपलमा रहेछ। यो सेटिस्फ्याक्सनको लेभल कस्तो छ भने हामीले कुरा गरेका एकजना रिप्रेजेन्टेटिभका अनुसार ओलीले धान खेतको बीचमा जाने बाटो समेत पिच गर्दैछन्। यसबाहेक ओलीकै पहलमा बनेको प्रादेशिक आयुर्वेद अस्पताल, दमक सभागृह जस्ता संरचनाहरूलाई लिएर पनि ओलीप्रति आम मतदाताको धारणा पोजिटिभ नै रहेको छ र यो कुरा बालेनको लागि थ्रेट हुन सक्ने देखिन्छ। यसबाहेक अहिले हामीले धेरै सुन्दै आएको एउटा मेजर पोइन्ट के हो भन्दाखेरि एमालेको संगठन विस्तार, जुन कुरा वडा तहदेखि नै लागू हुन्छ। अघिल्लो स्थानीय चुनावमा वडागत हिसाबले हेर्ने
हेर्ने हो भने दमकका 10 वटा मध्ये 7 वटा, कमल गाउँपालिकाका 7 वटा मध्ये 4 वटा, गौरादह नगरपालिकामा 9 वटा मध्ये 5 वटामा एमाले जितेको छ। जसले के कुरा हिन्ट गर्छ भने ग्राउन्ड लेभलमा आम मानिसहरूको समस्या सम्बोधन गर्ने भनेको त्यही लोकल लेभलको नेता कार्यकर्ताहरूले हो। र सामान्य हिसाबले हेर्ने हो भने पनि आम मानिसहरूले बिउ मल वितरणको कुरादेखि निजी वा सरकारी कार्यालयमा करारको जागिर लगाइदिनमा कसले ठूलो भूमिका खेलेको थियो भन्ने कुराले समेत चुनावमा अर्थ राख्छ। घरमा मर्दा पर्दाखेरि कुन चाहिँ नेता कुन चाहिँ कार्यकर्ता बढी सहयोगी देखियो, यी साना साना कुरा समेत आम मानिसहरूले नोटिस गरिरहेका हुन्छन्। र सांगठनिक रूपमा राम्रो पकड हुनु भनेको त्यो पर्टिकुलर एरियाको मान्छेहरूको इमोसनसँग नजिक हुनु, जुन झापा 5 मा एमालेको छ। र यो पर्टिकुलर कुरा पनि बालेनको लागि थ्रेट बन्न सक्छ। यो बाहेक अगाडि नै मेन्सन गरिएका बालेनका विकनेसेसहरूलाई ओलीले वा भनौँ एमाले एज अ सङ्गठनले हतियारको रूपमा प्रयोग गर्ने थ्रेट त छँदै नै छ। र यो प्रयास त चुनावभन्दा अगाडि नै सुरु पनि भइसकेको थियो। म इन्कम्पिटेन्ट भएको कारणले गर्दाखेरि यो देशले क्षति बिहोरो भन्न त मिलेन। त्यसपछि के गर्ने त, त्यही सदाबहार प्रोपागेन्डा अगाडि बढायो, विदेशी चलखेल भन्दै अनि लाज पचाउँदै पार्टी नेतृत्वमा फेरि दोहोर्यो। मेरो गल्ती हो त। बालेनले यो थ्रेटवाला एलिमेन्टमा त केही पनि नै गर्न सक्दैन, तर उनले गर्न सक्ने भन्ने कुराको आफ्नो स्ट्रेन्थमा डबल डाउन गर्नु, आफ्नो अपर्च्युनिटी युटिलाइज गर्नु र मेन आफ्नो विकनेसेसलाई एड्रेस गर्नु। सो यो थियो हाम्रो SWOT एनालिसिस सिरिजको पहिलो भिडियो, SWOT एनालिसिस अफ बालेन। तपाईहरुलाई यो स्टाइल कस्तो लाग्यो लेट अस नो इन द कमेन्ट सेक्सन। र अब कुन पर्टिकुलर नेताको SWOT एनालिसिस हेर्न चाहनुहुन्छ लेट अस नो इन द कमेन्ट सेक्सन। अनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। थ्यांक यू फर वाचिङ, सी यू अन नेक्स्ट वन।